हेलो डियर स्टुडेन्ट, के छ खबर? सन्चै हुनुहुन्छ? आजको यस भिडियोमा हजुरहरू सबैलाई स्वागत छ र यो स्पेशल यो भिडियो चाहिँ कक्षा 10 का विद्यार्थी भाइ बहिनीको लागि चाहिँ यो भिडियो बनाएको छु। कक्षा 10 का विद्यार्थी भाइ बहिनीको एसई अब नजिकै आउँदैछ, त्यसले गर्दाखेरि अब हजुरको पढाइलाई निरन्तरता र हजुरको हिसाबप्रति जुन समस्याहरू छ त्यो समस्यालाई समाधान गर्नको लागि अब म केही दिन हजुरको लागि चाहिँ भिडियो बनाउने छु। कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूले चाहिँ यो भिडियो चाहिँ स्किप नगरिकन यदि हेर्नुभयो भने यो भिडियो हजुरले सिक्ने मात्रै होइन, यो चाहिँ अरूलाई सिकाउन पनि सक्नुहुनेछ है त। र आजको हाम्रो टपिक छ बैंक रिकन्सिलिएसन स्टेटमेन्ट र जुन हिसाब चाहिँ क्लास 10 को विद्यार्थी भाइ बहिनीहरूको लागि एसईमा चाहिँ 5 मार्क्सको क्वेसन आउँछ र जसको बारेमा चाहिँ म आज हजुरलाई चाहिँ मजाले सिकाउँछु र ध्यान दिएर हेर्नु होला। यो भिडियो हेर्नुभयो भने हजुरले एक्जाममा अझ इजिली 5 मार्क्स चाहिँ गेन गर्न सक्नुहुन्छ है त। सर्वप्रथम त म हजुरलाई बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भनेको के हो यसको बारेमा थोरै इन्ट्रोडक्सन दिन चाहन्छु है त। अहिलेको सिनारियोमा हेर्नुहुन्छ भने हरेक बिजनेसका ट्रान्जेक्सनहरू हुन्छन्, त्यो सम्पूर्ण ट्रान्जेक्सन के गर्छ त भन्दाखेरि ब्याङ्किङ सेक्टरबाट गरिरहेको हुन्छ अथवा ब्याङ्क मार्फत गरिरहेको हुन्छ। यसरी ब्याङ्क मार्फत गर्दा हिसाब किताब गर्दाखेरि ब्याङ्किङ सेक्टरबाट यदि ट्रान्जेक्सनहरू गर्दाखेरि कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि बिजनेसले राखेको जुन हिसाब हुन्छ त्यो हिसाब र ब्याङ्कले राखेको हिसाब कहिले कहिले मिल्दैन र त्यो नमिल्नेको अवस्थामा चाहिँ हामी त्यसलाई मिलाउनु पर्ने हुन्छ। त्यो मिलाउनको लागि बनाउने जुन स्टेटमेन्ट हुन्छ त्यो स्टेटमेन्टलाई हामी के भन्छौँ त बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भन्छौँ। र यो बैंक रिकन्सिलिएसन स्टेटमेन्ट यति सजिलो छ, यति बुझ्न यति सजिलो छ कि विद्यार्थीले 5 नम्बर त इजिली लिन सक्छ है त। र यसको बारेमा आज म हजुरलाई ट्रिकहरू पनि बताउँछु र हजुरले ध्यान दिएर स्किप नगरिकन यो भिडियो अन्तिमसम्म चाहिँ हेर्नु होला है त। ओके, अब बैंक रिकन्सिलिएसन स्टेटमेन्ट गर्दाखेरि हजुरलाई पहिलो नम्बरमा के थाहा हुनुपर्छ त भन्दाखेरि ब्याङ्किङ सेक्टरसँग हामीले हिसाब किताब गर्दाखेरि के कुराहरू आम्दानी हुन्छन् र के कुराहरू चाहिँ खर्च हुन्छन् त ती कुरा चाहिँ हजुरले पहिलो नम्बरमा थाहा पाउनुपर्छ। जस्तै फर इक्जाम्पल चेक डिपोजिट इन्टु ब्याङ्क, जस्तै हामीले कुनै पनि ब्याङ्कमा पैसा जम्मा गर्न लगायौँ भने त्यो आम्दानी हो कि खर्च हो त? जस्तै आम्दानी हो, त्यो थाहा पाउनु पर्यो। चेक इस्यु, कसैलाई हामी भुक्तानी गर्नको लागि चेक काटेर दियो, ल पैसा निकाल्नुहोस् भन्यो भने त्यस्तो के हो त? खर्च हो। ब्याङ्कले कहिले कहिले हामीलाई चार्ज लगाइरहेको हुन्छ, सर्भिस चार्जहरू लगाइरहेको हुन्छ, त्यो चार्ज के हो त भन्दाखेरि खर्च हो है। अनि कहिले कहिले ब्याङ्कले हाम्रो खातामा के गरिरहन्छ? ब्याज जोडिदिरहेको हुन्छ, क्रेडिटेड गरिदिरहेको हुन्छ, इन्ट्रेस्ट, त्यो के हो त? हाम्रो आम्दानी हो। र कहिले कहिले हामीले ब्याङ्कबाट लोन लिइरहेको हुन्छ, त्यस्तो अवस्थामा हामीले के हुन्छ? इन्ट्रेस्ट तिर्नु पर्ने हुन्छ, त्यो हाम्रो के हो त? खर्च हो। यस्ता विविध कुराहरू चाहिँ हजुरलाई दिएको हुन्छ, त्यो चाहिँ हजुरले थाहा पाउनु पर्यो कुन चाहिँ खर्च हो र कुन चाहिँ आम्दानी हो है। त्यसपछि अर्को कुरा के थाहा पाउनु पर्यो भन्दाखेरि यो इन्कम हाई भयो भने के गर्ने? लेस गर्ने। इन्कम लो भयो भने के गर्ने? एड गर्ने। एक्सपेन्सेस हाई भयो भने एड गर्ने र एक्सपेन्सेस लो भयो भने के गर्ने त? लेस गर्ने। हजुरले यो कुरा थाहा पाउनु भयो भने है हजुरको यो हिसाब जुन छ नि त्यो मजाले हजुरले गर्न सक्नुहुन्छ। हजुरले गर्ने मात्रै होइन, सिक्ने मात्रै होइन, अरूलाई सिकाउन पनि सक्नुहुन्छ है त। ओके, प्रमुख उद्देश्य भनेको नै हजुरले के हो त भन्दाखेरि यो हिसाब चाहिँ सिक्ने मात्रै होइन, हजुरले सिकाउने पनि हो है त। ओके, हजुरले के थाहा पाउनु पर्यो त? दुईटा कुरा भन्दाखेरि कुन कुराहरू आम्दानी हुन्, कुन कुरा के हो? खर्च हो। र यो ट्रिक यो थाहा पाउनु भयो भने यो हिसाब केही पनि छैन है त। ओके, बैंक रिकन्सिलिएसन स्टेटमेन्टमा दुईवटा सेक्टर हुन्छ, हजुरलाई थाहा भइसक्यो। एउटा हुन्छ बिजनेस सेक्टर, अर्को हुन्छ बैंक सेक्टर। र हामीले बिजनेसको पनि एउटा हिसाब राखिरहेको हुन्छौँ र ब्याङ्कको पनि एउटा हिसाब राखिरहेका हुन्छौँ। र बिजनेसको हिसाब राख्ने जुन बुक हुन्छ त्यसलाई हामी क्यास बुक भन्छौँ भने ब्याङ्कले राख्ने जुन हिसाब हुन्छ त्यो हिसाब राख्ने जुन बुकलाई चाहिँ हामी के भन्छौँ त? पासबुक भन्छौँ। र हामीले यही क्यास बुक र यो पासबुकबाट चाहिँ हामी के छौँ? हिसाब गर्छौँ। र इक्जाममा अथवा क्वेसनमा पनि के हुन्छ त भन्दाखेरि या त पासबुकको ब्यालेन्स दिएको हुन्छ या त क्यास बुकको ब्यालेन्स दिएको हुन्छ। कुनै एउटाको ब्यालेन्स दिन्छ, त्यसैको आधारमा चाहिँ हामी के गर्छौँ? सोल्युसन गर्छौँ है त। र हजुरलाई के कुरा पनि थाहा हुनु पर्यो भन्दाखेरि पास भनेको ब्याङ्कको हो र क्यास भनेको चाहिँ के को? बिजनेसको हो भन्ने कुरा पनि थाहा हुनु पर्छ। ओके, अब भने हजुरहरूलाई म नमुना प्रश्नपत्र 2081 को सोल्युसन गरेर देखाउँदैछु। हेर्न सक्नुहुन्छ, यहाँ मसँग प्रश्नपत्र छ, मैले लिएर आएको छु। यो प्रश्न चाहिँ मैले गरेर देखाउँछु, हजुरले पनि क्वेसन चाहिँ हेर्न सक्नुहुनेछ। मैले अघि नै भनिसकेँ, हजुरलाई दुईवटा कुरा चाहिँ थाहा हुनु पर्यो। कुन कुराहरू चाहिँ सोर्स अफ इन्कम हुन्
र कुन कुराहरू चाहिँ सोर्स अफ एक्सपेन्सेस हुन् त्यो कुरा थाहा हुनु पर्यो। र अर्को चाहिँ इन्कम हाई हुँदा लेस गर्ने, इन्कम लो हुँदा एड गर्ने, एक्सपेन्सेस हाई हुँदा एड गर्ने, एक्सपेन्सेस लो हुँदा लेस गर्ने, यो कुरा चाहिँ थाहा हुनु पर्यो। यो पनि पुरै घोक्नु पर्दैन होला, एउटा मात्रै थाहा हुँदा हुन्छ। जस्तै इन्कम हाई भयो लेस गरिन्छ भने एक्सपेन्सेस हाई हुँदा एड हुन्छ, ठ्याक्कै यसको उल्टो हुन्छ। अनि यो हाई हुँदा लेस छ भने यो लो हुँदा के हुन्छ, एड हुन्छ। एउटा कुरा मात्रै थाहा हुँदा हुन्छ। अनि हामीलाई अर्को कुरा पनि थाहा छ, म अघि पनि भनिसकेँ, ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बिजनेस र ब्याङ्कमा भएको हिसाब नमिल्दाखेरि मिलाउने जुन एउटा स्टेटमेन्ट हो, र जसमा चाहिँ दुईवटा एकाउन्ट हुन्छ, एउटा पास र अर्को हुन्छ क्यास। यो मैले रफमा गरिरहेको छु, यो रफ सम्झिनुहोस्, हजुरले नै यसरी गर्न सक्नुहुन्छ बुझ्नको लागि है त। ओके, ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा हजुरलाई कुनै एउटाको या त पासबुकको या त क्यासबुकको हजुरलाई के दिएको हुन्छ त भन्दाखेरि ब्यालेन्स दिएको हुन्छ। र अहिले पनि ब्यालेन्स दिएको छ, के को दिएको छ भन्दाखेरि अ पासबुक अफ अ बिजनेस फर्म सो अ ब्याङ्क ब्यालेन्स अफ ₹65,000। हेर्नुहोस् त, ब्याङ्क ब्यालेन्स चाहिँ के को दिएको छ भन्दाखेरि पासबुकको। अब हजुरले त्यही कुराबाट सुरु गर्नुहुन्छ, ब्याङ्क ब्यालेन्स एज पर पासबुक। हेर्नुहोस् त, कुनै एउटाको दिएको हुन्छ। अहिले हजुरलाई के को दियो त भन्दाखेरि ब्याङ्क ब्यालेन्स एज पर पासबुक भनेर हजुरलाई कति दियो त 65,000। अब यहाँ दुईटा कुरा छ, एउटा डिटेल्स छ, एउटा एमाउन्ट छ। र यसरी ब्यालेन्स दिएको छ भने हामी डाइरेक्ट एमाउन्टमा लेख्छौँ। कति पैसा दिएको छ भन्दाखेरि 65,000। हेर्नुहोस् त, यहाँ दिएको छ 65,000। अब हामीले के गर्छौँ त भन्दाखेरि यहाँ हुन्छ एउटा एड। अब हजुरलाई जम्मै 5वटा क्वेसन हुन्छ, एउटा दुईटा, यहाँ हजुरलाई 5वटा क्वेसन दिएको हुन्छ, एउटा क्वेसन बराबर 1 नम्बर हुन्छ र हजुरले एड र लेस गर्नुपर्ने हुन्छ। अब एड र लेस गर्दा हजुरलाई थाहा भयो भने त पहिला हेरेर ठाउँ पनि छोड्न सक्नुहुन्छ। अहिले मलाई यहाँ 5वटा क्वेसन छ भने हजुरले लगभग 5वटा लाइन चाहिँ छोड्नुपर्छ। एउटा क्वेसनको लागि 1 लाइन मात्रै हामीले लेख्न सकिन्छ, त्यसकारण एउटा लाइन छोड्न सक्नुहुन्छ है त। यहाँ 5वटा लाइन छोड्ने, एड गर्ने, अनि 5वटा लाइन पछि के गर्न सक्नुहुन्छ त भन्दाखेरि यहाँ तल गएर लेस भनेर लेख्न सक्नुहुन्छ है, लेस। ओके, यसरी चाहिँ हजुरको फर्मेट चाहिँ सुरु भयो। एउटाको ब्याङ्क ब्यालेन्स दिएको हुन्छ र अर्कोको ब्याङ्क ब्यालेन्स चाहिँ हामीले निकाल्ने। ओके, अब क्वेसन सुरु गर्छौँ। के भनेको छ हेर्नुहोस् त, चेक इस्यु। हैन त, चेक इस्यु भने अब थाहा हुनु पर्यो, यो चेक इस्यु भनेको आम्दानी हो अथवा खर्च हो है। र चेक कसले काट्छ भन्ने कुरा पनि थाहा पर्यो। जस्तो चेक चाहिँ हामीले बनाउनु त चेक ब्याङ्कले बनाइदिन्छ, तर हामीले चेक काटेर दिने हो नि त अरूलाई, भनेपछि बिजनेसले चाहिँ चेक काटेर हुन्छ है, त्यो कुरा थाहा हुनु पर्यो। चेक इस्यु बट नट प्रेजेन्ट फर पेमेन्ट। हेर्नुहोस् त, चेक इस्यु भनेको खर्च हो, थाहा हुनु पर्यो। यहाँ इन्कम छ, एउटा एक्सपेन्सेस छ। हेर्नुहोस् त, चेक के हो अरे, खर्च हो, एक्सपेन्सेस हो। के भन्छ, चेक इस्यु भयो तर ब्याङ्कमा चाहिँ ब्याङ्कबाट चाहिँ पेमेन्ट भएको छैन अरे। भनेपछि हेर्नुहोस् त, बुझ्नुहोस् त, एक्सपेन्सेस हो भने चाहिँ चेक कसले काट्छ, हामीले काट्छौँ, हामी भनेको क्यास हो। क्यासमा खर्च के भयो, हेर्नुहोस् त, क्यासमा खर्च के भयो, बढी भयो, तर के भन्छ ब्याङ्कमा चाहिँ पेमेन्ट भएको छैन। भनेपछि ब्याङ्कबाट खर्च भएको छैन, भनेपछि ब्याङ्कमा खर्च के भएको छ त, कम भएको छ। हेर्नुहोस् त, चेक इस्यु भनेको खर्च हो, चेक कसले काट्छ, हामीले काट्छौँ, बिजनेसले काट्छ। चेक काटे, क्यासबाट पैसा घट्यो भन्ने कुरा बुझ्यो, खर्च भयो, बढी भयो खर्च, तर ब्याङ्कबाट चाहिँ खर्च भएको छैन, त्यहाँबाट पेमेन्ट भएको छैन। यसरी चाहिँ हजुरले के भन्छ साइन चाहिँ बनाउन सक्नुहुन्छ। अब हामीले हेर्ने भनेको के हो त, रुल्स यो हो, रुल्स यहाँ दिएको छ। अब यहाँ केलाई हेर्नु त, यहाँ हेर्नुहुन्छ भने एक ठाउँमा खर्च बढी भएको छ, एक ठाउँमा खर्च कम भएको छ। अब के गर्ने, खर्च बढी भएको गर्ने कि कम भएको, समस्या आयो होइन भने अब हजुरले हेर्ने केलाई हो भन्दाखेरि यहाँ के दिएको छ, यहाँ हेर्नुहोस् त, के दिएको छ, यहाँ पासबुक। यहाँ के दिएको छ अरे, पासबुक दिएको छ भने अब हामीले हेर्ने पनि केमा हो त, पासमा। हेर्नुहोस् है, पासमा खर्च के भएको छ, हेर्नुहोस् त, कम भएको छ। खर्च पासबुकमा के भएको छ, कम भएको छ। केबाट सुरु भएको छ, पासबाट। यहाँ जे दिएको छ त्यसलाई हेर्ने, यहाँ पासमा दिएको छ, पासमा खर्च कम भयो। अब खर्च कम भएपछि के गर्ने, लेस गर्ने। अब हजुरले के गर्नुहुन्छ, लेसमा लेख्नुहुन्छ। यहाँ लेख्नुहुन्छ के भन्दाखेरि चेक इस्युड
issued but not presented for payment. Okay. And the चेक इस्यु भएको छ तर पेमेन्ट भएको छैन। कति हजार दिएको छ भन्दाखेरि 12,000 त 12,000 चाहिँ दिएको छ पैसा 12,000। and the check issue but not present for payment 12,000 है त। अब अर्को क्वेशनमा जानुस् चेक डिपोजिट। अब बुझ्नु पर्यो चेक डिपोजिट भनेको आम्दानी हो, इन्कम हो अथवा एक्सपेन्सेस हो। भनेको बैंकमा पैसा जम्मा गर्न जानुभयो भनेको के हो त यो आम्दानी हो। अब बैंकमा जम्मा कसले गर्छ हामीले बिजनेसले गर्छौं। बिजनेसबाट पैसा जम्मा हुन गयो तर बैंकले जम्मा गरेको छैन। के भन्छ चेक डिपोजिट बट नट कलेक्टेड बाइ बैंक। बैंकमा पैसा जम्मा गर्न पठाइयो तर बैंकमा जम्मा भएको छैन भनेपछि चेक डिपोजिट भनेको के रहेछ आम्दानी सोर्स अफ इन्कम रहेछ। हेर्नुस् त हामीले पैसा जम्मा गर्न पठाइयो त्यहाँ आम्दानी बढ्यो तर बैंकमा आम्दानी बढेको छैन, बैंकले जम्मा गर्देको छैन भनेपछि अब हेर्नुस् त केबाट सुरु छ पास। पासमा आम्दानी के भएको छ हेर्नुस् त कम भएको छ। आम्दानी कम हुने बित्तिकै के गर्ने त एड गर्ने हो। अब एडमा लेखिहाल्नुहुन्छ यहाँ लेख्नुहुन्छ चेक डिपोजिट into bank but not collected by बैंक। कति पैसा त भन्दाखेरि 8,000 बैंकमा पैसा जम्मा गर्न पठाइयो तर बैंकमा जम्मा भएको छैन। नेक्स्ट हो बैंक चार्ज। अब भनेको छ बैंक चार्ज बुझिहाल्नुभयो। बैंक चार्ज भनेको खर्च हो सिधै बुझ्नुभयो बैंक चार्ज। अब बैंक चार्ज कसले लगाउँछ बिजनेसले लगाउँछ कि बैंकले लगाउँछ सिम्पल कुरा छ बैंकले लगाउँछ। बैंक चार्ज भनेको खर्च हो। खर्च कहाँ भयो त बैंकमा भयो हैन त। भनेको छ बैंक चार्ज डेबिटेड ओन्ली इन पासबुक। पासबुकमा चाहिँ खर्च लगाइयो भनेपछि हैन त पासबुकमा एक्सपेन्सेस के भयो बढी भयो, क्याशमा के भयो कम भयो। केबाट सुरु छ पासबाट। केलाई हेर्ने पासलाई। पासमा खर्च के छ बढी भएको छ। खर्च बढी भयो के गर्ने त एड गर्ने। अब एड गर्नुहुन्छ यहाँ 2 मा हेर्नुस् त बैंक चार्ज जे भने त्यसले बैंक चार्ज डेबिटेड ओन्ली हेर्नुस् त पासबुक भनेको बैंक चार्ज भनेको खर्च हो। चार्ज जहिले पनि बैंकले लाउँछ। बैंक भनेको पास हो। पासमा खर्च बढी भयो क्याशमा के भयो कम भयो। अब यहाँ केबाट सुरु छ पासबाट। पासबाट सुरु छ भने केलाई हेर्ने पासलाई। पासमा खर्च के भएको छ बढी। खर्च बढी भयो के गर्ने एड गर्ने। हामी त्यही भएर एड गरेर हेर्नुस् त कति दिएको छ पैसा भन्दाखेरि 1500 यहाँ दिएको छ 1500 देख्न सक्नुहुन्छ। नेक्स्ट अर्को भन्छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट हैन त लगानीबाट ब्याज। अब बुझ्नु पर्यो इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेको खर्च हो कि आम्दानी हो। अभियसली आम्दानी हो। लगानी गरिन्छ त्यहाँबाट ब्याज आयो भने के हो आम्दानी हो। अनि भनेको छ रिकर्डेड ओन्ली इन पासबुक। पासबुकमा मात्रै देखाइयो अरे आम्दानी पासबुकमा भनेको हेर्नु त इन्कम हो। पासमा देखाइयो अरे पासबुकमा आम्दानी बढी भयो क्याशमा के भयो कम भयो। केबाट सुरु गरेको छ पासबाट। पासमा आम्दानी के भएको छ बढी भयो। आम्दानी बढी भएपछि के गर्ने त लेस गर्ने हो। अब यहाँ लेख्नुहुन्छ लेसमा इन्ट्रेस्ट on investment recorded only in passbook ओके। कति पैसा दिएको छ
भन्दाखेरि 6000 लास्ट क्वेसन अब अ कस्टमर डाइरेक्टली डिपोजिट अमाउन्ट अफ ₹9000 एउटा ग्राहकले 9000 रुपैयाँ चाहिँ डाइरेक्टली के गरेछ डिपोजिट गरिदियो इन्टु द बैंकमा बट नट रिकर्डेड इन क्यास फ्लो भन्न खोजेको के हो यसको अर्थ बुझ्नुस् जस्तै फर इक्जाम्पल मेरो एउटा पसल छ मेरो पसलबाट एउटा ग्राहकले सामान लिएर घर गयो उधारोमा तर उसले के गर्यो त घर गएर भन्दाखेरि मेरो जुन खाता हुन्छ नि मेरो खातामा चाहिँ उसले पैसा डाइरेक्ट जम्मा गर्यो मलाई भन्दैकै छैन मलाई थाहा छैन उसले मेरो खातामा चाहिँ के गरिदियो त पैसा हालिदियो अब मेरो खातामा पैसा हाल्नु भनेको आम्दानी हो कि खर्च आम्दानी हो हेर्नु त उसले मेरो खातामा पैसा हालेपछि कहाँ पैसा बढ्यो बैंकमा बढ्यो हेर्नुहोस् त बैंकमा आम्दानी के भयो बढ्यो तर मलाई चाहिँ थाहा हुँदैन मेरो केसमा चाहिँ मलाई थाहा हुँदैन उसले मेरो खातामा पैसा हाल्दिएपछि मलाई थाहा हुँदैन भनेपछि क्यासमा आम्दानी के भयो त कम भयो हैन केबाट सुरु गरेको छ हामीले 5 बाट 5 मा आम्दानी के भयो त बढी भयो आम्दानी बढी भनेपछि के अरे त लेस गर्ने हेर्नु त यो पनि हामीले के गर्छौं त लेस गर्छौं directly deposit into bank है त कति पैसा भन्दाखेरि 9000 यसरी चाहिँ हामी चाहिँ के गर्छौं क्याल्कुलेसन गर्छौं अब के गर्ने त भन्दाखेरि अब जोड्ने हो नि त 8000 plus 1500 गर्नुहुन्छ 9500 ओके यो जोड्नुस् 12000 plus 6000 18000 plus 9000 equals to 27000 है त अब हेर्नुस् के भन्छ एड भनेको यसलाई जोड्ने हो अनि यसलाई के भन्छ लेस गर्ने भनेको यसलाई कोष्टमा राखिदिनुस् ब्राकेटमा यसरी ब्राकेटमा लेख्नु भनेको के त माइनस हो है लेस गर्ने हो अब क्याल्कुलेसन गर्नुस् 65000 plus 9500 minus 27000 गर्नुहुन्छ यो गर्दा आउँछ 47500 कति आयो त 47500 ओके 47500 अब हजुरले यसलाई चाहिँ के लेख्नुहुन्छ त भन्दाखेरि यहाँ त यहाँ ब्यालेन्स एज पर पासबुक थियो अब यहाँ हजुरले लेख्नुहुन्छ ब्यालेन्स as per cash book ओके यति गर्नुहुन्छ यति गरेको चाहिँ हजुरलाई कति मार्क्सको आउँछ त भन्दाखेरि यो 5 मार्क्सको है त यति गर्नुभयो भने हजुरको 5 मार्क्स चाहिँ एक्जाममा आउँछ र यसरी नै हजुरले के हुन्छ क्याल्कुलेसन गर्न सक्नुहुन्छ ओके यदि कुनै पनि कुराहरु जान्न मन लाग्यो भने हजुरले मेरो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला आजलाई यति भन्न चाहन्छु अर्को पटक चाहिँ हजुरलाई फाइन्ड एकाउन्टको सोलुसन चाहिँ कसरी गर्ने कसरी गर्दा चाहिँ मिस्टेक हुँदैन भन्ने कुरा चाहिँ म लिएर आउने छु त्यति दिनसम्मको लागि बाइ बाइ ह्याभ अ गुड डे